यही हो क्या होइन जय कुरा क्या कहाँ हो घर तपाईको हजुर मेरो पोखरा पोखरा हजुर यसो फास्टी फेरि यो हुँदैन डान्स है यस्तो हुँदैन यो फुट्यो पनि हुँदैन हामी क्लियर यस्तो दिनुपर्छ मार्केटमा फुट्दैन फुटेको दिनुपर्छ फुटेकोलाई त बिग्रेकोमा हाल्नु पर्छ बिग्रेको यो यस्तो फाल्नु पऱ्यो यो भोरि बनाउनु नि राख्ने झुन्ने हो नि अनि त्यसपछि त्यो बट्टामा त्यहाँ बट्टा छ प्याकिङ गरी जति फास्ट गऱ्यो त्यति नै हो यो लिस्ट हुन्छ पुरो खाने कतिमा बेच्छ यो बजारमा चाहिँ खै यहाँ त यस्तो त एकदम बिग्रेको पुरस्कारमा एकदम कम बेच्छ यसले बाहिरै पठाउने हो है धेरै महँगो पठाउँछ बाहिर गल्फ कन्ट्रीतिर हेरेर पठाउँछ यसले ए गल्फ कन्ट्रीमा सम्म जान्छ है यो धेरै चाइना पनि जान्छ म्याडम अहिले जापान पनि जाँदो रहेछ चाइना पनि गर्छ अहिले अन्त कति हो कति आफ्नो ब्रान्च हजुर यो त्यो त बिगाऱ्यो भनेपछि होइन त्यो त त्यहाँ फालिहाल्छ कसरी पनि गर्छ त्यसलाई केही गर्छ होला नि जाम बनाउनेमा जान्छ दहीहरू बनाउँछ त्यो दही बनाउँछ सस्तोमा बेच्ने हो यो फ्रेसली नै टिप्ने अलि ऊ भएकै बेलामा टिप्ने यो घाम साह्रो भयो कि भएन कस्तो छ भन्दा एक दिन बिराती भइरहेको छ यहाँ है घाम आएर यहाँ त तुरुन्तै जान्छ नि त्यो खानै नसक्नुहुन्छ नि यहाँ त तुरुन्तै पाक्छ तुरुन्तै यता टिप्रेको खै तर त्यो आएको हुन्छ तपाईँहरू डाइरेक्टली आउनुभएको कि कसरी हिमालयन पर्व हिसाबबाट चाहिँ हिमालयन पर्वमा यसरी पठाइदिन्छ अनि हामी एउटा अहिले यहाँ डाइरेक्टमा आउने साथीहरू मात्रै हुनुहुन्छ म 2.5 वर्ष भयो के प्रब्लम छ तपाईहरुलाई छ अहिलेसम्म प्रब्लम देखिए होइन सर अरूको लेखे होइन किनभने के सुनिन्छ के हजुर हजुर सही हो अब धेरै सुनिन्छ सुनेपछि अब विचार भन्नु छैन होइन कम्पनीलाई दोष दिन थामै छैन कति पैसा तपाईँ बुझाएर आउनु पर्यो कि पैसा त बुझाएर आइयो नि धेरै बुझाइयो नि पैसा त अब कति छ भन्न मिल्छ किन्न मिल्यो 10 लाख बुझाएको 10 लाख बुझायो त्यो 10 लाख अब 2.5 वर्षमा उठ्यो कि उठ्यो करिब उठ्यो यहाँ यो कम्पनीले उठायो प्राय मान्छेहरूले अब आफ्नो प्लस हुन थाल्यो कि थिएन त्यो मुख्य हो नि त हो सही हो किनभने तपाईँ यहाँ आउने त्यो खालि त्यति ब्रेक इभन मात्रै आउनु लागि त होइन नि परिवार छोडेर आउनु भएको होला कि परिवार पनि छन् परिवार बाबु आइपुग्यो 1 महिना भयो अच्छा अब आउनु पाइने भयो मगाउनु पाइने भयो कति वर्षको छ तपाईँको छोरा अहिले 18 पुग्यो 18 वर्ष अब उसले गर्ने के हो अब हेर पढ्छु भन्दै अगर के पढ्ने मैले त्यही भन्न खोजेको बच्चाहरूको भविष्य के छ त अब तपाईँहरू बाबुहरू त जस्तो तस्तो दुःख होइन यस्तो हुन्छ है भएको कुरो होइन नेपालमा केही रोजगारी पाइएन होइन अब त्यसो यहाँ ल्याएपछि बाटो खुल्ला केही होला भन्ने सोच अहिले होइन फराकिलो ठाउँमा ल्याइदिएपछि उसले केही गर्ला भोलिका दिनहरू आउनु त गयो मेरो तपाईँहरू खुसी हुनुहुन्छ भने त ठिक छ मैले भन्न खोजेको यही हो कि अब बच्चाहरूको फेरि कस्तो देखिया छ भने कोही चाहिँ बाउ आमाहरू चाहिँ यहाँ यो के अरे छोराछोरीको लागि भनेर आउँछ विदेश अनि यति पैसामा भुल्छन् कि छोराछोरी केटाकेटी हेर्न नभ्याउने स्थिति चाहिँ पुगेको देखेको छु मैले बच्चा यता सानो बच्चा अस्ति म बाउमा रेस्टुरेन्टमा काम गरिरहेको छु देखेँ अनि त्यसले गर्दाखेरि अब जसको लागि भनेर तपाईँ हामी दुःख गर्न आएका छौँ उनीहरू चाहिँ एकातिर अब जान थाल्यो भने भोलि के हुन्छ त होइन त्यो भनेको कि खुसी नै भन्नु तपाईँ खुसी नै हुनुहुन्छ भन्नु खोजेको राम्रै लाग्यो अब होइन राम्रो छ नि यो अहिले यो फार्म एकदम राम्रै छ कि त्यही त भन्नुभयो नि भाइले 1700 सम्म हामी दिएका छौँ हो सही हो त्यसलाई स्लिप हाल्नु पर्यो इमानदार भएर काम गर्नु पर्यो परिश्रम चाहिँ गर्नु पर्यो हिम सर यो कुन ठाउँ भन्दो रहेछ यसको यहाँ ठाउँको परिचय दिनुहोस् त एकचोटि यो हामी अहिले पोर्चुगलको दक्षिण स्पेनको सिमाना तबिरा भन्ने सिटीमा छौँ सिटीको एउटा फारम हो माराभिरा भन्ने फारम यसमा यो चाहिँ रोसबेरी उत्पादन भइरहेको छ र यहाँ नेपाली साथीहरूले काम गर्दै हुनुहुन्छ र आज चाहिँ नेपाली कामदारहरूको स्थिति कस्तो छ भनेर हाम्रो महामहिम राजदूत पेरिसबाट आउनु भएको हुनाले हामी यो भिजिटमा छौँ कति नेपालीले चाहिँ कस्तो रहेछ अवस्था अहिले यो फार्ममा अहिले तत्कालमा चाहिँ 25 जना नेपालीले काम गर्नुहुँदो रहेछ र उहाँहरूको स्थिति अहिले जुन हामीले अन्त कुरा गरिरहेका छौँ उहाँहरू सन्तोषजनक रूपमा यो कम्पनीबाट सन्तुष्ट भएको जानकारी गराउनु भएको छ अहिलेको लागि हस् धन्यवाद